महेन्द्रनगरको 2टा घरहरू जलेर नष्ट भएका छन्। काठमाडौँमा घर चाहिँ त बस्नै नसक्ने गरेर जलेर नष्ट भएको छ, ध्वस्त भएको छ मेरो व्यक्तिगत रूपमा। त्यसका साथसाथै मेरो आमा सिकिस्त बिरामी हुनुहुन्थ्यो। एकछिनमा अक्सिजन दिनुपर्ने अवस्थामा आमा हुनुहुन्थ्यो। 24 गतेको दिनमा प्रदर्शनकारीहरूको आक्रमणबाट आमालाई जोगाउनु पर्यो। बिना अक्सिजन नै आमालाई केही समय राख्नु पर्यो। बिना अक्सिजन नै आमालाई अस्पताल पुर्याउनु पर्यो। त्यसले आमाको लङ्समा निमोनिया सुरु भएर केही दिनपछि आमा दिवंगत हुनुभयो। मैले परिवारको सदस्य पनि गुमाएँ। घरहरूको भौतिक क्षतिको कुरा मैले निवेदन गरिहालेँ र त्योभन्दा ठुलो क्षति मैले अर्को पनि बेहोरेको छु। तपाईँहरूलाई थाहा छ, मैले सशस्त्र द्वन्द्वको बेलामा, सशस्त्र द्वन्द्वपछि 62-63 सालमा तत्कालीन माओवादी र तत्कालीन नेपाल सरकार 7 दलको सरकार थियो। माओवादीले 10 वर्ष माओवादीसँग सशस्त्र द्वन्द्व भयो। शान्ति वार्तामा मैले वार्ता समितिको सदस्यका रूपमा काम गरेँ। त्यो वार्ता समितिको सदस्यको रूपमा काम गर्ने क्रममा औपचारिक अनौपचारिक रूपले भएका छलफलहरू, त्यसका सम्पूर्ण टिपोटहरू विस्तृत रूपमा मैले एक एक कुरा लेखेर राखेका थिएँ र शान्ति वार्तासँग सम्बन्धित विस्तृत शान्ति सम्झौता बनाउँदाको कुरा होस् या माओवादी लडाकुहरू र उनको हतियारको व्यवस्थापनको सवाल होस् या त्यसका माथि अनुगमन गर्ने संयन्त्र प्रविधि र प्रक्रियाहरूका सवाल हुन्, यो सबै दस्तावेजहरू, सबै सहमतिहरू, सम्झौताहरू तयार गर्ने क्रममा सङ्कलित सम्पूर्ण जानकारीहरू, टिपोटहरू र अत्यन्त महत्त्वपूर्ण र ऐतिहासिक दस्तावेजहरूको एक सङ्कलन थियो मसँग। त्यो जलेर नष्ट भयो। अन्तरिम संविधान 2063 निर्माण गर्दा म त्यसमा पनि संलग्न थिएँ। त्यसका पनि व्यापक दस्तावेजहरू र अहिलेको संविधान निर्माणको क्रममा पनि म दुईटै संविधान सभामा सदस्य भएर संविधान सभाका महत्त्वपूर्ण समितिहरूमा बसेर काम गर्ने अवसर पाएँ। त्यसका टिपोटहरू, त्यसका सङ्कलनहरू, त्यसका दस्तावेजहरूका सँगसँगै झन्डै 5000 जति पुस्तकहरूको सङ्कलन थियो, ऐतिहासिक दस्तावेजहरूको सङ्कलन थियो। त्यो पनि सबै मेरो ध्वस्त भएको छ। तर मैले यो कुरो मेरो हानि भयो, नुक्सानी भयो भनेर भन्नका लागि साथीहरूलाई आग्रह गरिराखेका होइन। मलाई चाहिँ त आयोगबाट पनि जिज्ञासा भएको छ, तिम्रो क्षति भएको कति छ अनि त्यो क्षतिको रिपोर्ट गरेका छौ कि छैन, त्यसमा कारबाही भएको छ कि छैन भन्ने जिज्ञासा भएको हुनाले मात्रै मैले आग्रह गरेको। मैले मेरो आफ्नो व्यक्तिगत क्षति जुन पनि मैले क्षति भने त्यो क्षतिलाई मैले गौण ठानेको छु, किनभने राष्ट्रिय क्षति नै यत्रो भएको छ कि मेरो व्यक्तिगत क्षतिको कुनै अर्थ छैन। त्यसकारण मैले आफ्नो क्षतिलाई मैले क्षतिका रूपमा मानेर मेरो ठुलै क्षति भयो भन्न खोजेको बिल्कुल होइन। राष्ट्रका भौतिक संरचनाहरू ध्वस्त भएका छन्, धेरै ठुलो मानवीय क्षति भएको छ, मानिसहरूको मैले अघि नै भनिसकेँ मृत्यु भएको छ। सरकारी कार्यालयहरू, प्रहरीका कार्यालयहरू, उद्योगी व्यापारीका उद्योग व्यापारका प्रतिष्ठानहरू, कार्यालयहरू, मानिसहरूका व्यक्तिगत घरहरू, राष्ट्रपति भवनदेखि संसददेखि सर्वोच्च अदालत र सिंहदरबारको कुरा गरिसके। यत्रो ठुलो क्षति र यत्रो ठुलो राष्ट्रिय भौतिक क्षति र मानवीय क्षति भएको विषयलाई मैले मेरो क्षति बिल्कुलै गौण हो, नगण्य हो, के पनि होइन, मैले त्यसलाई कुनै क्षतिको रूपमा लिएको छैन। खालि यो जिज्ञासा उठेको हुनाले मात्रै मैले आग्रह गर्न खोजेको। मैले यति निवेदन गरेँ। यसका सँगसँगै 1-2वटा अरू विषय जुन मैले आज आयोगलाई लिखित रूपमा दिएको छु त्यसका बारेमा निवेदन गरेर म साथीहरूलाई धन्यवाद भन्न चाहूँला। एउटा विषय यो स्थानहदको विषय छ। आजभन्दा झन्डै 3 महिना पहिला म लगायत के मानिसहरूलाई आयोगको सिफारिसमा नेपाल सरकारले स्थानहद गरेको छ, काठमाडौँ उपत्यकाभन्दा बाहिर जान नदिने निर्णय गरेको छ भनेर मैले सञ्चार माध्यमबाट थाहा पाएँ। त्यसकारण मैले यति कुरो आयोगलाई पनि निवेदन गरेको छु, लेखेर पनि निवेदन दिएको छु, भनेको छु, अनुरोध गरेको छु र म साथीहरूलाई पनि भन्न चाहन्छु। मैले बडो दुःखको साथ भनिराखेको छु। मेरा बारेमा स्थान हद गर्ने निर्णय गर्नुभन्दा पहिला
या मेरा बारेमा स्थानहरूको निर्णय गरिसकेपछि मलाई कुनै जानकारी छैन। सञ्चार माध्यमबाट मैले थाहा पाएँ। मलाई के लागेको थियो भने ठिकै छ, कानुन बमोजिम गर्ने कुरा राज्यले गर्न पाउँछ, सरकारले गर्न पाउँछ। मैले अघि नै भने म कानुन मान्ने नागरिक हो। म कानुन मान्ने मात्रै होइन, मेरा माथि प्रश्न उठ्यो भने त्यो प्रश्नको जवाब दिनुपर्छ भन्ने पार्टीको कार्यकर्ता हो। लोकतन्त्रका आधारभूत मूल्य र मान्यताहरूसँग कहिल्यै सम्झौता नगर्ने पार्टीको र ती कुराहरूलाई अक्षरशः पालन गर्ने कार्यकर्ता हो। त्यसकारण कानुन बमोजिम हुने कुरा, गर्न मिल्ने कुरा गर्दा हुन्छ, त्यसमा कुनै आपत्ति भएन। तर कुनै व्यक्तिका बारेमा स्थानहरूको निर्णय गर्नु पर्दा संविधानले, मुलुकको कुन कानुनले, के प्रयोजनका लागि, के औचित्यले, कति अवधिका लागि किन स्थानगत गर्नु परेको सोध्नुपर्छ कि पर्दैन, अथवा जानकारी दिनुपर्छ कि पर्दैन। अनि स्थानगत गरिसकेपछि यो कारणले, यो प्रयोजनका लागि, यति अवधिका लागि यो प्रक्रिया अनुसार तपाईँको स्थानगत गरिएको हो भनेर भन्नुपर्छ कि पर्दैन। हामीले एउटा भन्ने गर्छौँ, फेयर ड्यू प्रोसेस अफ ल, कानुनको मान्य प्रक्रिया अनुसार र फेयर हियरिङ भन्छ हामी, उचित स्वस्थ सुनवाईको पद्धति मार्फत कुनै पनि निर्णय गरिनुपर्छ। तर त्यो मेरो लागि लागू भएन। अब त्यो स्थानगत कायम छ कि छैन त्यो पनि मलाई थाहा छैन। अरू कति अवधिसम्म त्यो रहने मलाई थाहा छैन। मैले पढेको कानुनले स्थानगत प्रमुख जिल्ला अधिकारीले निर्णय गर्नुपर्छ, सम्बन्धित मान्छेलाई त्यसको जानकारी दिनुपर्छ, 1 महिनाको अवधि बितेपछि फेरि निर्णय गर्नुपर्छ, 3 महिनाभन्दा बढी त्यो रहनै सक्दैन भन्ने मैले बुझेको छु कानुनमा। अब कुन कानुनले भाव थाहा नभएपछि कुन कानुनको कुरा गर्नु। त्यसकारण यसका बारेमा पनि मैले आयोगलाई निवेदन गरेको छु। त्यसरी नै पासपोर्ट रोक्काको पनि कुरा आएको छ। पासपोर्ट रोक्का किन गरियो, कसो गरियो, मसँग त पासपोर्टै छैन, मैले भनिहालेँ, मसँग कुनै दस्तावेज छैन, सबै जलेर नष्ट भएको छ। त्यसकारण मेरो पासपोर्ट जलेर नष्ट भएको छ, त्यो बेग्लै कुरा भयो। अनि पासपोर्ट चाहिँ त रोक्का गरिएको छ अरे भन्ने कुरा सुन्छु। किन रोक्का गर्यो त्यो पनि मलाई थाहा छैन। कति अवधिका लागि हो थाहा छैन, के प्रयोजनका लागि हो थाहा छैन, कुन ऐन कानुन लियो त्यो पनि थाहा छैन। भने मेरो खालि आग्रह के हो भने यसतर्फ मैले भनिहालेँ, ड्यू प्रोसेस अफ फेयर हियरिङका कुरा हुन्छन्, ड्यू प्रोसेस अफ लका कुराहरू हुन्छन्। यतातर्फ म सरकारको पनि र आयोगको पनि गम्भीर रूपले ध्यान आकृष्ट गर्न चाहन्छु भनेर मैले लेखेको छु। त्यो कुरा पनि मैले आयोगलाई निवेदन गरेको छु। अन्तमा म के आग्रह गर्न चाहन्छु भने म पनि 17-18 वर्षको उमेरदेखि कुनै न कुनै रूपले लोकतान्त्रिक आन्दोलनमा सक्रिय छु। 17-18 वर्षको उमेरदेखि र मैले राष्ट्रियता, लोकतन्त्र, विधिको शासन, आधारभूत मौलिक हक अधिकारहरू, मानिसका सम्मानपूर्वक बाँच्न पाउने, अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्वक भेला हुन पाउने, प्रदर्शन गर्न पाउने, आलोचना गर्न पाउने, बहुलवादी समाज निर्माण गर्न पाउने र त्यसअनुसार आफू अनुसरण गर्न पाउने, हिँड्न पाउने लगायतका जति पनि मानव अधिकार लगायतका जति पनि आधारभूत मौलिक हकहरू छन्, अधिकारहरू छन्, व्यक्तिका स्वतन्त्रताहरू छन्, तीसँग कहिले मैले सम्झौता गरेका छैन। भ्रष्टाचारका विरुद्धमा, सुशासनका विरुद्धमा हमेसा आवाज उठाएको छु, काम गरेको छु। त्यसो भएको हुनाले यी मान्यताहरू, राष्ट्रियता, लोकतन्त्र, विधिको शासन, मानिसका मौलिक हक अधिकारहरू, मानिसका मानव अधिकारहरूको संरक्षणका निमित्त म जस्तो सुकै प्रतिकूल अवस्थामा पनि अडिग रहनेछु, उभिरहनेछु, प्रतिबद्ध रहनेछु। म यति आग्रह गर्न चाहन्छु। म कहिले विचलित हुने छैन र आयोगलाई पनि मैले निवेदन गरेको छु कि आयोगले भाद्र 22 र 23 र 24 गते भएका घटनाहरूको निष्पक्ष, वस्तुनिष्ठ, तथ्यपरक, पूर्वाग्रह रहित ढङ्गले सम्पूर्ण कुराहरूको विश्लेषण गरेर, अत्यन्त सूक्ष्म ढङ्गले अध्ययन गरेर
आफ्नो प्रतिवेदन तयार गरोस्, सरकारलाई सिफारिस गरोस् र यसले वर्तमानका लागि पनि र भविष्यका लागि पनि र आउने सन्ततिलाई पनि एउटा दिशा निर्देश हुने गरेर आयोग अगाडि बढ्न सकोस् भन्ने म आयोगलाई पनि शुभकामना दिन चाहन्छु। म भर्खरै आफ्नो कुराहरू लिखित रूपमा पनि दिएर आएको छु र मैले आयोगलाई अझ आवश्यकता पर्यो भने मलाई बोलाउनु होला भने अझ थप के बुझ्नुपर्ने भयो, थप के सुन्नुपर्ने भयो, थप मैले के भन्नुपर्ने भयो भन्यो भने मलाई बोलाउनु होला, म आउँछु। किनभने म जवाबदेहितामा विश्वास गर्छु, जवाब दिनुपर्छ भन्ने कुरामा विश्वास गर्छु। त्यसकारण मलाई कुनै ठाउँमा पनि जान कुनै खालको हिचकिचाहट छैन, कुनै खालको समस्या छैन। म जान्छु, प्रश्न उठ्छन्, प्रश्नको जवाब दिनुपर्छ। यहाँ पनि जवाब दिइराखेको छु। आयोगमा पनि चाहिँ त मैले आफ्ना आग्रहहरू, आफ्ना कुराहरू राखेको छु। मैले यति साथीहरूसँग निवेदन गरेँ। साथीहरूलाई धेरै धेरै धन्यवाद छ। अहिलेका लागि यति नै कुराहरू हुन्। मैले गृह मन्त्रालयको जिम्मेवारी पाएर पदभार प्रारम्भ गरेपछि, ग्रहण गरेपछि मैले गृह मन्त्रालयको मुख्य प्राथमिकता नीतिगत र कानुनी सुधार भनेर मैले नारा नै दिएँ। नीतिगत र कानुनी सुधार मेरो पहिलो प्राथमिकता हो भनेर मैले आग्रह गरेको छु, प्रतिबद्धता व्यक्त गरेको छु। हो, सुरक्षा निकायलाई व्यावसायिक बनाउन, सबल बनाउन, प्रभावकारी बनाउन, क्षमता र दक्षता युक्त बनाउनका लागि महत्त्वपूर्ण कामहरू मैले अगाडि बढाएको थिएँ। उदाहरणका लागि नेपाल प्रहरी ऐन, हाम्रो देशमा 2012 सालको नेपाल प्रहरी ऐन अहिले पनि कार्यान्वयनमा छ। 2012 सालमा बनेको, 70 वर्ष पहिला बनेको कानुन अहिलेसम्म अर्को कानुन बनेन। मैले सबैभन्दा पहिला मन्त्रालयमा प्रवेश गरिसकेपछि नेपाल प्रहरीको दक्षता क्षमता अभिवृद्धि गर्न र यसलाई प्रभावकारी र एउटा असल सङ्गठन निर्माण गर्नका लागि समयानुकूल रूपले नयाँ कानुन बनाउनु पर्छ भन्ने कुरालाई अगाडि बढाए। 2012 सालको कानुन छ, नयाँ कानुन बनेको छैन। नेपाल प्रहरी जस्तो महत्त्वपूर्ण सङ्गठनलाई नियमले सञ्चालन गर्ने गरेको छ। नियमले प्रहरी सङ्गठन अत्यन्त अस्थिर भएको अवस्था देखियो र म मन्त्री भइसकेपछि नेपाल प्रहरी सम्बन्धी नयाँ ऐन बनाउनका लागि नेपाल प्रहरी विधेयक संसदमा दर्ता गर्ने काम भयो, मस्यौदा गर्ने काम भयो, संसदमा दर्ता गर्ने काम भयो। संसदको प्रक्रिया पार गरेर नेपाल प्रहरी सम्बन्धी विधेयक राज्य व्यवस्था समितिमा पुगिसकेको थियो र राज्य व्यवस्था समितिमा छलफल भइरहेको थियो। र त्यो 23 गतेको दिन बिहान पनि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले मलाई नेपाल प्रहरी सम्बन्धी विधेयकमै छलफल गर्नका लागि बोलाएको थियो र म त्यो छलफलमा थिएँ। मैले चाहेको थिएँ त्यही सदनबाट, त्यही हाउसबाट नेपाल प्रहरी सम्बन्धी नयाँ कानुन ऐन आउन सकोस् भन्ने चाहेको थिएँ, जसले नेपाल प्रहरीलाई स्थिर, प्रभावकारी, व्यावसायिक, क्षमता र दक्षतायुक्त बनाउन सकियोस् र एउटा स्थिर सङ्गठनका रूपमा यसलाई अगाडि बढ्न सकियोस् भन्ने चाहना थियो। त्यो हामीले नीतिगत सुधार अगाडि बढायौँ। सशस्त्र प्रहरी बल नेपालको ऐन 2058 सालमा बनेको थियो, अर्को कानुन बनेको थिएन। सशस्त्र प्रहरी बल नेपालको ऐनलाई पनि तदनुरूप नयाँ कानुन बनाउनका लागि विधेयक ड्राफ्ट गरेर संसदमा प्रस्तुत गरेर त्यो पनि राज्य व्यवस्था समितिमा पुगिसकेका थियो र छलफलमै थियो। त्यो नीतिगत सुधारको पाटो हामीले अगाडि बढाएका थियौँ। यसका सँगसँगै हामीले गृह मन्त्रालयले तत्कालीन अवस्थामा नेपालमा विभिन्न छिमेकी मुलुकहरू, विभिन्न मित्र राष्ट्रहरू, दात्री संस्थाहरूबाट सहयोग रकमहरू आउने गर्छ र खास गरेर गैर सरकारी संस्थाहरूबाट नेपालमा गैर सरकारी क्षेत्रमा अनुदानहरू, सहयोगहरू आउने गर्छ। तर हामीसँग अहिलेसम्म विदेशको कुन संस्थाबाट कति रकम आएको छ, नेपालको कुन एनजिओमा आएको छ, के प्रयोजनका लागि आएको छ, कति आएको छ र त्यसको उपादेयता के भएको छ, त्यसले देश र जनतालाई के लाभ पुगेको छ भन्ने कुराको अध्ययन गर्ने, त्यसलाई व्यवस्थित गर्ने हामीसँग प्रष्ट कानुनी व्यवस्था छैन। के कानुनहरू छन् ती यति पुराना छन् कि अहिलेको समयमा तिनले ठिक ढङ्गले काम गर्न सकिरहेका छैन।
त्यसो भए हुनाले गृह मन्त्रालयले म मन्त्री भइसकेपछि हामीले 77 जिल्लाबाट प्रत्येक जिल्लामा कति संस्थाहरूले काम गरिरहेछ, कुन पैसा कुन संस्थाबाट आएको छ, के प्रयोजनका लागि आएको छ, त्यसको खर्च के भइरहेछ, कस्तो भइरहेछ भन्ने कुराको अध्ययन गर्न लगायौँ र त्यसै अनुसार नयाँ कानुन बनाउने गरेर त्यो विधेयक पनि मन्त्रालयमा अन्तिम चरणमा पुगिसकेका थियो। त्यसका साथसाथै नागरिकता सम्बन्धी कानुनलाई संशोधन गरेर आमाको नामबाट नागरिकता पाउने व्यवस्था गरियो र सँगसँगै नीतिगत र कानुनी सुधार गर्नका लागि गृह मन्त्रालय मार्फतका निकायहरू जस्तो कारागार व्यवस्थापनको विषय, राष्ट्रिय परिचय पत्र व्यवस्थापनको विषय, अध्यागमनको विषय, स्थानीय शान्ति सुरक्षासँग सम्बन्धित विषय लगायतका विषयहरूमा गृह मन्त्रालयसँग सम्बन्धित विषयहरूमा नीतिगत र कानुनी सुधार गर्ने कुरा हामीले अगाडि बढाएका थियौँ। म साथीहरूलाई खालि स्मरणका लागि आग्रह गर्न चाहन्छु, किनभने मलाई नीतिगत रूपले के सुधार गरियो, सुशासनका लागि के काम गरियो भन्ने पनि प्रश्न भएको हुनाले यी कामहरू गरेर म गृहमन्त्री भएको बेलामा नेपाल सरकारको कार्य प्रगति मूल्याङ्कन गर्ने जुन मापनका यन्त्रहरू छन्, मापदण्डहरू छन्, जसलाई हामी माइलस्टोन भन्छौँ, त्यो माइलस्टोनमा एक वर्षमा म 14 महिना गृहमन्त्री भएको छु झन्डै, त्यो एक वर्षको अवधिमा नेपाल सरकारको सबैभन्दा बढ्ता माइलस्टोनमा अङ्क प्राप्त गरेर गृह मन्त्रालय पहिलो मन्त्रालय भएको, त्यो नीतिगत र कानुनी सुधारका कारणले। र यो एक वर्षमा त पहिलो मन्त्रालय भएकै हो, गएको विगतको केही वर्ष यताकै सबभन्दा राम्रो प्रगति देखिएको अवस्था हो। त्यो किन गरिएको हो त भन्दा मुलुकमा शान्ति सुरक्षा कायम हुन सकोस्, विधिको शासन कायम हुन सकोस् र सुशासनको प्रत्याभूति हुन सकोस् भनेर, नागरिकलाई सहज रूपले सेवा प्रदान गर्न सकियोस् भनेर हामीले धेरै दुर्गम क्षेत्रहरूमा, धेरै दुर्गम ठाउँहरूमा, दुर्गम जिल्लाका पनि अत्यन्त दुर्गम ठाउँहरूमा स्थानीय इलाका प्रशासन कार्यालयहरू स्थापना गरेर सेवा प्रवाहलाई पनि बढाउने लगायतका कामहरू हामीले गरिराखेका थियौँ। मैले यति मात्रै आग्रह गर्न चाहन्छु, यो चाहिँ त सबै गुड गभर्नेन्सका लागि, सुशासनका लागि र प्रहरीका सङ्गठनहरूलाई व्यवसायिक, सबल, सक्षम र दक्ष बनाउनका लागि गरिएका कुराहरू थिए। त ती प्रगतिहरू पनि अहिले रोकिएको अवस्था छ। मैले यति मात्रै आग्रह गर्न चाहन्छु। व्यक्तिगत कुराको बारेमा पनि के जिज्ञासाहरू छन्, व्यक्तिगत के क्षति भयो, कसो भयो, तपाईँले रिपोर्ट दिनुभएको छ कि छैन, त्यो रिपोर्टमा कारवाही भएको छ कि छैन भन्ने पनि आयोगको पनि जिज्ञासा छ, त्यसमा पनि प्रश्नहरू छन्। अब देशमै धेरै ठुलो क्षति भएको छ, व्यक्तिगत रूपले मेरो पनि क्षति भएको छ। महेन्द्रनगरको 2टा घरहरू जलेर नष्ट भएका छन्। काठमाडौँमा घर चाहिँ त बस्नै नसक्ने गरेर जलेर नष्ट भएको छ, ध्वस्त भएको छ मेरो व्यक्तिगत रूपमा। त्यसका साथसाथै मेरो आमा सिकिस्त बिरामी हुनुहुन्थ्यो, एकछिनमा अक्सिजन दिनुपर्ने अवस्थामा आमा हुनुहुन्थ्यो। 24 गतेको दिनमा प्रदर्शनकारीहरूको आक्रमणबाट आमालाई जोगाउनु पर्यो, बिना अक्सिजन नै आमालाई केही समय राख्नु पर्यो, बिना अक्सिजन नै आमालाई अस्पताल पुर्याउनु पर्यो। त्यसले आमाको लङ्समा निमोनिया सुरु भएर केही दिनपछि आमा दिवंगत हुनुभयो। मैले परिवारको सदस्य पनि गुमाएँ। घरहरूको भौतिक क्षतिको कुरा मैले निवेदन गरिहालेँ र त्योभन्दा ठुलो क्षति मैले अर्को पनि बेहोरेको छु। तपाईँहरूलाई थाहा छ, मैले सशस्त्र द्वन्द्वको बेलामा, सशस्त्र द्वन्द्वपछि 62-63 सालमा तत्कालीन माओवादी र तत्कालीन नेपाल सरकार 7 दलको सरकार थियो। माओवादीले 10 वर्ष माओवादीसँग सशस्त्र द्वन्द्व भयो।